हरियो मकैलाई उसिनेर वा भुटेर मात्र खानुभएको छ भने आज यो तरिका पक्कै ट्राई गर्नुहोला। हरियो मकैबाट यति छिटो अनि मिठो, नरम र हेल्दी रोटी बन्छ कि एकपटक बनाएपछि फेरि फेरि बनाउन मन लाग्छ। बिहानको ब्रेकफास्ट होस् वा बच्चाहरूको टिफिन वा बेलुकाको हल्का खाजा, यो मकैको रोटी स्वाद र हेल्थ दुवैका लागि पर्फेक्ट छ। अनि यसमा मकैको आफ्नै मिठो स्वाद आउने भएकाले एकपटक खाएपछि अझै खान मन लाग्छ। त्यसैले आज हरियो मकैको यो सजिलो अनि मिठो स्पेशल रोटी कसरी बनाउने भनेर म रेसिपी सेयर गर्न जाँदैछु। सबैभन्दा पहिला मैले हरियो मकैलाई लिएको छु। मकैलाई छोडाउनु पर्ने हुन्छ। यसलाई चक्कुको सहायताले काट्न पनि सकिन्छ। मैले सबै मकैलाई छोडाएर लिइसकेँ। अब यसलाई मिक्सरमा राखेर मसिनो हुने गरेर पिस्नुपर्ने हुन्छ। मैले 1 कचौरा जति मकैलाई राखेँ। त्यसमा थोरै पानी पनि राखेँ। यसले मकैलाई पिस्न सजिलो पार्छ। यतिको मसिनो हुने गरेर पिसेपछि हाम्रो मकैको ब्याटर रोटी बनाउनलाई रेडी हुन्छ। अर्को 1 कचौरा मकै पनि मैले यसै गरी पिसेर लिइसकेँ। हेर्नुस् त यतिको भएको छ। यो पर्फेक्ट बनेको छ। यतिको भयो भने यो रोटी बनाउन सजिलो हुन्छ। अब यो ब्याटरमा म 1 चम्चा अदुवा लसुनको पेस्टलाई पनि राख्छु। 2वटा जति हरियो खुर्सानीलाई पनि काटेर लिएको छु। थोरै गाजरलाई पनि कोरेर लिएको छु। थोरै हरियो धनियालाई मसिनो हुने गरेर काटेर लिएको छु। मैले थोरै प्याजलाई पनि मसिनो गरेर काटेर लिएँ। यसमा भेजिटेबल हजुरहरूलाई कुन मनपर्छ त्यही राख्न सक्नुहुन्छ। अब यसमा म थोरै बेसार पनि राख्छु। 1 चम्चा जिरा धनियाको पाउडर पनि राखेँ। स्वाद अनुसार नुन पनि राखेँ। 1 चम्चा रातो धुलो खुर्सानी पनि राखेको छु। हजुरहरूलाई मन पर्दैन भने नराख्न पनि सक्नुहुन्छ। अब यो सबै मसलालाई राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। हेर्नुस् त मैले सबै मसला अनि मकैको पेस्टलाई राम्रोसँग मिक्स गरिसकेँ। हाम्रो ब्याटर यतिको बनेको छ। यो पर्फेक्ट बनेको छ। अब हामी एउटा प्यान तताउँछौँ। प्यानमा 1 चम्चा घिउलाई पनि राख्छु। घिउ तातेपछि अब हामी यसमा 1 डाडु ब्याटरलाई राख्छौँ। ब्याटर राखेपछि यसलाई त्यही डाडुले मिलाउँदै गोलो सेप दिनुपर्ने हुन्छ। 1 मिनेट जति यत्तिकै राखेपछि यसलाई हामी 2 मिनेट जति छोपेर राम्रोसँग पाक्न दिन्छौँ। 2 मिनेटपछि ढक्कन हटाएर हेर्दा रोटी यस्तो भएको छ। तल साइड यसरी हल्का गोल्डन कलर आएको छ भने यसलाई अर्को साइड फर्काउने बेला भयो भनेर हामी बुझ्न सक्छौँ। यस्तो विचार नगर्दा कि तल राम्रोसँग नपाकेकोले फर्काउँदा रोटी बिग्रन सक्छ कि त डढ्न सक्छ। हेर्नुस् त पर्फेक्ट टाइमिङमा फर्काउँदा कति मिठो कलर आएको छ। अनि अब अर्कोपट्टि हामी 2 मिनेट जति छोपेर फेरि पाक्न दिन्छौँ। हेर्नुस् त कति मिठो गोल्डन कलर आएको छ। अब यो रोटीलाई म तावामा पनि पकाएर देखाउँछु। तावा राम्रोसँग तातेपछि यसमा आधा चम्चा जति घिउ हाल्छु। घिउ तातेपछि मात्र रोटीको ब्याटर राख्नुपर्छ, नत्र ब्याटर तावामा टाँसिन सक्छ। अब ब्याटरलाई गोलो आकारमा फैलाएर मध्यम आँचमा करिब 2 मिनेट जति छोपेर पाक्न दिन्छौँ। एकातिर राम्रोसँग पाकेपछि बिस्तारै पल्टाएर अर्कोपट्टि पनि फेरि करिब 2 मिनेट जति छोपेर पकाउँछौँ।
अब म अर्को रोटी पनि यसरी नै पकाएर देखाउँछु। मैले सबै रोटीहरू पकाएर तयार गरिसकेँ। हेर्नुस् त कति राम्रो, नरम र स्वादिलो देखिएको छ। बाहिरबाट हल्का गोल्डन, भित्रबाट नरम टेक्स्चर अनि घिउको हल्का स्वादले यो रोटी एकदमै मिठो बनेको छ। बिहानको नास्ता, बेलुकाको खाजा वा बच्चाहरूको टिफिनका लागि यो एकदमै राम्रो विकल्प हुन सक्छ। दही वा टमाटरको अचारसँग खाँदा झन मिठो हुन्छ। मैले केही दिन अघि मात्र हरियो मकै साँधेको र क्रिस्पी कर्न चटपटे बनाएको छु, त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। आजको रेसिपी तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर हामीलाई अवश्य भन्नुहोला। यदि आजको भिडियो मन पर्यो भने लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजका लागि यति नै, फेरि अर्को मिठो रेसिपी सहित भेटौँला। थ्याङ्क यू फर वाचिङ।